मेरो अनुहार त क्लियर आइरहेको छ। लिटरेली रातिको 2:45, राति पनि के भन्नु है, बिहान भनौँ न 2:45 भएको छ कि। अनि म चाहिँ भिडियो नबनाइकन बस्नै नसक्ने भएको भएर चाहिँ म यतिखेर राति नसुतिकन उठेर चाहिँ अहिले भिडियो बनाइरहेको छु कि। मेरो आँखा पनि कस्तो देखिरहेको छ है। सो म चाहिँ डाइरेक्ट टपिकमा आउँछु। आजको भिडियो चाहिँ मैले के को लागि बनाउन आँटेको भने, जो पनि नेपालबाट जापान आउन चाहनुहुँदैछ उहाँहरूको लागि चाहिँ यो भिडियो बनाएको हो कि। तपाईँहरू अब जापान चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ कसैको चाहिँ रहर हुन्छ भने कसैको चाहिँ बाध्यता हुन्छ कि, र कसैको चाहिँ रिजेक्सन पछिको चाहिँ फाइनल एउटा कन्ट्री चाहिँ जापान हुन्छ कि। सो मान्छेको आफ्नो चाहिँ एउटा स्टोरी हुन्छ जापान आउनुको चाहिँ। अनि जस्तो तपाईँहरूले नेपालमा सोच्नु भएको हुन्छ, हो जापान त यस्तो हुन्छ होला, गएर चाहिँ यस्तो गरिन्छ होला भनेर, तर त्योभन्दा चाहिँ लिटरेली डिफ्रेन्ट हुन्छ है जापान चाहिँ। त्यही पनि अब वर्किङमा आउँदाखेरि चाहिँ कस्तो हुन्छ थाहा भएन, तर एज ए स्टुडेन्ट, एज ए इन्टरनेसनल स्टुडेन्ट तपाईँ आउँदै हुनुहुन्छ भने चाहिँ तपाईँहरूको एक्सपेक्टेसन र रियालिटी चाहिँ एकदम धेरै डिफ्रेन्ट हुनसक्छ। सो म चाहिँ के भन्छु भने, हाई एक्सपेक्टेसन नराखिकन आउने हो भने चाहिँ उहाँहरूले चाहिँ अब जस्तो मैले सोचेको थिएँ त्यस्तै रहेछ भन्ने लाग्छ है। तर जसको चाहिँ एक्सपेक्टेसन हाई हुन्छ उहाँहरूले चाहिँ टोटली डिफ्रेन्ट पाउन सक्नुहुन्छ है। अब सबैको आफ्नै स्टोरी हुन्छ भने जस्तै मेरो पनि एउटा ब्याक स्टोरी चाहिँ फाल्टै छ। सो कुनै बेला सेयर गरौँला त्यो चाहिँ। अनि अब कुरा गर्नु पर्दाखेरि चाहिँ नयाँ स्टुडेन्टहरू जो आउनुहुन्छ उहाँहरूको लागि है त। अब कस्तो हुन्छ भने जापानमा चाहिँ तपाईँले चाहिँ नेपालबाट के सोचेर आउनुभएको हुन्छ तपाईँहरूलाई नै थाहा हुन्छ है। तर जापानमा चाहिँ सोचे भन्दा चाहिँ धेरै दुःख चाहिँ गर्नुपर्ने हुन्छ है। अब तपाईँले चाहिँ नेपालबाट आउने बेलामा चाहिँ लाइक आफ्नो पैसा सबै लगाएर आउने पनि हुन्छन्, तर अब ऋण लिएर कसैसँग मागेर आउने मान्छेहरू पनि हुँदैन भन्ने चाहिँ हुँदैन है। सो त्यो ऋण लिएर आउनुभएको हुन्छ, अनि एउटा आश, एक्सपेक्टेसन, ठुलो सपना बोकेर आउनुभएको हुन्छ। तपाईँ यहाँ आउनु भएपछि त्यही हो होइन, आएको 1-2 दिनमा त आफूलाई धेरै डिफ्रेन्ट लाग्छ। ठाउँ भयो, मान्छे भयो, नयाँ भाषा भयो है। अनि यहाँनिर चाहिँ अब अलिकति स्ट्रिक्टनेस पनि छ नि त है। अब मान्छेहरू डिसिप्लिन छ, सफा छ। अब हामीहरूलाई चाहिँ अलिकति सुरुमा एडजस्ट हुन चाहिँ गाह्रो हुन्छ। त्यसपछि तपाईँ नेपालबाट आउनुहुन्छ, अब सुरुमा त ल्याङ्ग्वेज स्कुलमै जानुहुन्छ होइन। ल्याङ्ग्वेज स्कुलमा चाहिँ अब सुरुमा तपाईँलाई अब ढिलोमा ढिलो 1 महिनामा चाहिँ तपाईँलाई काम लगाइदिन्छ। सो तपाईँ काम गर्न थाल्नुहुन्छ। त्यो भनेको चाहिँ अब हामीले चाहिँ 2 प्रकारकोमा चाहिँ यहाँ बुझ्नुपर्ने हुन्छ कि, एउटा ह्यान्ड क्यास र एउटा चाहिँ ब्याङ्क क्यास भन्ने। अब स्कुलले लगाइदिने भनेको चाहिँ तपाईँलाई सिर्फ ब्याङ्क क्यास हो है। सो तपाईँलाई चाहिँ लगभग कति छिटै लगाइदेला होइन। ब्याङ्क क्यास चाहिँ तपाईँलाई 1 महिनाभित्रमा लगाइदेला अरे, अथवा 10-15 दिनमै लगाइदेला अरे। सो तपाईँ चाहिँ त्यही ब्याङ्क क्यासतिर दौडिन थाल्नुहुन्छ। तपाईँको डेली लाइफ चाहिँ त्यसरी नै चलिरहेको हुन्छ। अनि नेपालबाट चाहिँ तपाईँले लिटरेली 6 महिना, कसैले 1 वर्षको लागि फी अथवा भनौँ न होस्टेल फी, गएको फी तिरेर आउनुभएको हुन्छ। सो सुरुमै अब एउटा काम मात्र हुन्छ, बिस्तारै चिनजान हुँदै गएपछि, बिस्तारै आफ्नो ल्याङ्ग्वेज राम्रो हुँदै गएपछि होइन तपाईँले अर्को काम पाउन सक्नुहुन्छ। तर त्यतिन्जेलसम्म त तपाईँ एउटै काममा हुनुहुन्छ नि त। अनि त्यो एउटा कामले भनेको चाहिँ अलिअलि आफूलाई चाहियो, अलिअलि आफूलाई पुग्यो, त्यसपछि अलिअलि चाहिँ पठाउन पाउनुहुन्छ होला। त्यसपछि बिस्तारै बिस्तारै टाइम बित्दै गएपछि अर्को काम पाएको छैन भने चाहिँ तपाईँले अब त्यही एउटा कामले नै गुजारा गरिराख्नु परेको हुन्छ है। अनि त्यसपछि बिस्तारै बिस्तारै तपाईँको कलेज बितिने टाइम आउँछ, तपाईँको होस्टेल बितिने टाइम आउँछ, अनि चाहिँ तपाईँलाई अर्को काम चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ होइन। त्यसपछि ल मानिलिउँ तपाईँले अर्को काम पनि गर्नुभयो अरे, अर्को काम गरेपछि चाहिँ अलिकति तपाईँलाई सजिलो चाहिँ हुन्छ होइन। अब घर पनि पैसा पठाउन पायो, आफूले बोकेको ऋण पनि तिर्दै गर्न पायो। नपाउनेलाई चाहिँ गाह्रो छ है। सो त्यसपछि भनेको चाहिँ तपाईँ अब बिस्तारै बिस्तारै आफ्नो लागि पनि जोगाउँदै गर्नुपर्ने हुन्छ नि त
फेरि त्यसपछि ल्याङ्ग्वेज स्कुल सकेपछि सेनमन गएको भन्यो। अब त्यहाँ बस्नु मन लाग्यो भने नयाँ ठाउँ जाने भयो। हो त्यस्तो कारणले गर्दाखेरि चाहिँ तपाईँको पैसा त्यहीँनिर कता कता सकिरहेको हुन्छ, आफूलाई नै थाहा नै हुँदैन कि। त्यसपछि तपाईँ सेनमन गएको जानुहुन्छ, न्योन्ग गएको सकिसकेपछि होइन, अब सेभिङ चाहिँ तपाईँको यहाँनिर जेरोमै पनि हुनसक्छ है। सो तपाईँले चाहिँ अब त्यो अनुसारले एक्सपेन्सेस गर्नुभयो भने चाहिँ अब अलिकति सेभिङ हुन पनि सक्छ। तर त्यो अनुसारको भएन, आफूले सोचे जस्तो भएन भने चाहिँ सेभिङ चाहिँ जिरोमा पनि जान सक्छ है। सो त्यसपछि तपाईँ सेनमन गएको जानुहुन्छ, सेनमन गएकोमा पनि त्यही हो, नयाँ ठाउँ भयो भने त झन् तपाईँलाई गाह्रो हुन्छ काम पाउन, यताउति बुझ्न ओर्न है। सो सेनमन गएकोमा पनि त्यही हो, गएको काम, गएको काम, गएकोलाई तिर, रुम भाडा तिर, होकेन तिर, यतातिर उतातिर। सो तपाईँको त्यत्तिकै तपाईँको त्यसमा पनि टाइम जान्छ जेरो। त्यसपछि चाहिँ बिस्तारै बिस्तारै तपाईँ अब सेनमन गएको पनि सकेर राम्रै कम्पनीमा सिउसोको हुनुभयो भने चाहिँ तपाईँले अब त्यसपछि चाहिँ राम्रो गर्न सक्नुहुन्छ भन्ने चाहिँ आश मात्र गर्न सकिन्छ है। किनभने सिउसोको गरिसकेपछि पनि कम्पनी पायो, अब चाहिँ म सेभ गर्छु, अब चाहिँ मसँग पैसा टन्नै हुन्छ है भन्ने चाहिँ हुँदैन। किनभने अब सिउसोको गरिसकेपछि पनि आफ्नो आफ्नो ऋण हुन्छ, आफ्नो आफ्नो यता भन्यो उता भन्यो हुन्छ होइन। सो त्यही भएर पनि त्यस्तो धेरै नै पनि एक्सपेक्ट चाहिँ गर्न सकिँदैन। तर जापानमा भनेको चाहिँ कस्तो हुन्छ भने अब तपाईँले यहीँ कमायो र यहीँ सक्यो भने चाहिँ तपाईँको लागि चाहिँ इनफ हुन्छ। तर म कमाउँछु, म नेपालमा गर्छु, म नेपालमा चाहिँ पठाउँछु यताउति भन्नको लागि चाहिँ अलिकति टाइट बजेटमै चाहिँ जानुपर्ने हुन्छ। नसक्ने भन्ने चाहिँ हुँदैन है। सक्नेले र गर्नेले गरिरहेको छन्, नसक्नेले र नगर्नेले केही पनि भइरहेको छैन। सो त्यही हो, जापानको रियालिटी चाहिँ यस्तै हो जस्तो लाग्छ है मलाई चाहिँ। त्यही भएर आफूले चाहिँ मेहनत गर्न सक्नु पऱ्यो। अब आफूले चाहिँ अब मैले पनि अब यहाँनिर यत्रो दुःख गरिसकेपछि अब मैले पनि केही गर्नुपर्ने हुन्छ भन्ने सोच्नुहुन्छ भने चाहिँ तपाईँको लागि चाहिँ राम्रो हुनसक्छ। तर दुःख चाहिँ धेरै नै छ जस्तो लाग्छ है मलाई चाहिँ। सो जो पनि नयाँ भाइ बहिनीहरू आउनु हुँदैछ अथवा दाइ दिदी जो पनि हुनुहुन्छ होइन, उहाँहरूको लागि चाहिँ जापानको रियालिटी चाहिँ यही हो जस्तो लाग्छ मलाई। सो एक्सपेक्टेसन राख्नु, राम्रै राख्नु, तर हाई एक्सपेक्टेसन चाहिँ नराख्नु नै भन्छु है म चाहिँ। सो यही मनमा यही कुराहरू खेलेर चाहिँ मैले आज भिडियो नबनाइकन नहुने भएर चाहिँ अब 3 बज्न आँटेको छ, भोलि काम छ। आजको भिडियोलाई चाहिँ यति नै है, भिडियो चाहिँ यतिमै नै टुङ्गाउन चाहन्छु। धन्यवाद, गुड नाइट, बाई बाई।